माइती घरमण्डलमा देखा परेको छ। तर अरू राजावादीहरू भन्नेहरू, म राजावादी भनेर फुर्तीफार्ती गर्नेहरू आज हेर्नुहोस् त चुपचाप लागेर बसेको छ। तर यो राजाले चाहिँ को राजावादी हो को राजावादी होइन भनेर आजको दिनसम्म पनि राजाले चाहिँ छुटाउनु सकेन। यसमा कसको गल्ती देख्न चाहनुहुन्छ तपाईँ? यसमा सिधा टार्गेट हिट गरेर बोल्दाखेरि मौसू सरकारको गल्ती छैन। मौसू सरकार निष्कलङ्क होइन। कसरी छैन प्रमाणित गर्नुहोस्। किनभने उहाँ मौसू सरकारको अगाडि गएपछि मौसू सरकार त कसैको अन्तरात्मामा प्रवेश गरिबक्सिँदैन। सबै नेपाली हुन्, सबैको मनमा राजभक्ति छ भन्ने दृष्टिकोणको हेराइ बक्सिन्छ। तर त्यो दृष्टिकोणले हेर्दाखेरि हाम्रा राजालाई हिँड्दाखेरि जहिले पनि काँडा मात्रै आउँछ। दुबोको गणेशलाई चढाउने दुबो कहिल्यै आउँदैन। सधैँभरि काँडै माथि मात्रै हिँड्नुपर्ने हाम्रा राजा। किनभने राजाको नाम जप्ने ती मुखमा राम राम बगलीमा छुरा भन्ने व्यक्तिहरूले गर्दा मौसू सरकारलाई समस्या खडा भएको। हेर्नुहोस् त हिजो पोखरामा राजाको कति भव्य स्वागत गर्यो। लाखौँ जनताहरू उपस्थित भयो। तर यो दल राजावादी दल पार्टीले हेर्नुहोस् त यी नागरिक जनताहरूलाई यी समर्थनहरूलाई चाहिँ राजावादी पार्टी दलले चाहिँ समेट्नु सकेन। राजाले एक्लै आफ्नो भ्रमणमा जाँदाखेरि नेपाली जनताहरू राजाको दर्शन गर्नको लागि हेर्नुहोस् त कति उपस्थित हुन्छ, कति राजाको जय जयकार गरेको देखेछ। के राजाको नागरिक जनताले जय जयकार गर्ने क्रममा चाहिँ अब हामी राजावादी पार्टीले पनि यिनी नागरिकलाई चाहिँ हामीले सँगै साथ लिएर अगाडि बढ्नुपर्छ भनेर राजावादी पार्टी दललाई किन आजसम्म दिमाग आएन, बुद्धि आएन? यसको पनि तपाईँले चाहिँ एउटा राजावादी पार्टीलाई चाहिँ एउटा चाहिँ बुद्धि दिनुहोस्। हेर्नुहोस् 2017 सालमा काङ्ग्रेसले, कालो काङ्ग्रेसले नेपाली जनतामाथि बिपीको समाजवाद भनेर देशमा विद्रोह गर्यो। तर बाँच्न नसकेर अक्सिजन नपुग्ने अब म मर्न पर्ने भयो भनेपछि राजा महेन्द्रको सँग गर्दन जोडेर आफू पनि राजा महेन्द्रको ठाउँमा पुग्यो। किनभने राजा महेन्द्रको नाम नलिकन नेपालमा काङ्ग्रेस आउनै नपाउने। त्यस कारणले ठुलो व्यक्तिको नाम लिएपछि त त्यो मर्न आँटेका काङ्ग्रेस पनि माथि आए नि। त्यस कारणले गर्दा राजालाई गाली गरेर आफू भ्यू बढाउने, सामाजिक सञ्जालमा लोकप्रिय हुने जनताको अगाडि ओहो राजालाई गाली गर्यो भन्नु। त्यस्ता अरू दल पार्टीले गाली गर्नु भन्दा पनि राजावादी दल पार्टीले आफैले गाली गरेको छ। त्यस्ता राजावादीहरू अवसरवादीहरूलाई के भन्न चाहनुहुन्छ भन्नुहोस्। राजावादी पार्टीहरूले राजालाई मनभित्रबाट गाली गर्दैनन्। जो सच्चा राजावादी छ र फटा राजावादी छ भने उसले मनभित्रैबाट गाली गर्छ र उसको देखाउने ढुङ्ग्रो अर्कै हुन्छ, खानी मोही अर्कै हुन्छ। जस्तै विश्वेश्वर प्रसाद कोइरालाले महेन्द्र राजा हुँदाखेरि मेरो घाँटी माथि राजाको घाँटी तल भनेर काङ्ग्रेसका विश्वेश्वर प्रसाद कोइरालाले भन्नुभयो। तर यो राजावादी दल पार्टीले आजसम्म पनि राजाको लागि ज्यान दिनुको लागि, प्राण दिनुको लागि, राजालाई राजगद्दीमा राख्नुको लागि मेरो घाँटी माथि र राजाको घाँटी तल भनेर अहिले राजावादीले भन्नु सकेको छैन। यो विषयमा के भन्न चाहनुहुन्छ तपाईँहरू? राजावादीले नेपालको इतिहासमा बरु आफू खरानी होला, आफू आर्यघाटमा गएर बाँसमाथि सुकेर ब्रह्मनालमा तेर्सिएर खरानी होला। सच्चा राजावादीले राजाको नाम बेचेर कहिल्यै पनि खल्ती भर्दैन। त्यो राष्ट्रघाती हो, त्यो दलाली हो, त्यो विदेशीको नाम बेचेर नेपाली आमामाथि करणी गर्ने अपराधी हो भन्ने मेरो दृष्टिकोण छ। त्यस्ता राजावादीलाई राजाको नाम बेचेर खल्ती भर्ने त्यस्ता देशद्रोही, राजाद्रोही त्यस्ता राजावादीलाई के सजाय दिनुपर्छ भन्नुहोस्। त्यस्ता अपराधी राजावादीहरू नेपाली जमिनमाथि नेपाली आमाको नामबाट नेपाली नागरिकता लिएर तर नेपाली आमालाई नै करणी गर्ने अपराधीहरू, रसियाको नाम लिने, लेनिनको, तपाईँको चिनको मित्र राष्ट्र चिनको माओको नाम लिने, तपाईको जर्मनको कार्ल मार्क्सको नाम लिने, तर हाम्रो देशको नेपालको राजाको नाम लिँदैन। हाम्रो नाम, देशको नाम, नागरिकता चाहिँ नेपालको बनाउने तर राजाको नाम नलिने ती अपराधी, कुठाराघाती, जनहत्यारा नेपाली आमालाई करणी गर्ने यी अपराधीहरूलाई नागरिकता खारिज गर्न पर्छ। यिनीहरूको